लगानी सम्मेलनका बारेमा यहाँ जानकारी गराउने उद्देश्यले नै यहाँलाई आमन्त्रण गरेको हो। धेरै कुराहरू स्पष्ट भएका छन्। अब यो लगानी सम्मेलन यथार्थमा ठुलो पुँजी भित्राउने गरी स्वदेश विदेश विभिन्न क्षेत्रबाट भित्राउने गरी नै आयोजना गरिएको हो, जसले हाम्रोमा विभिन्न क्षेत्रमा औद्योगिक वातावरण बनोस्, लगानीको वातावरण बनोस् र यसबाट हाम्रो आर्थिक प्रगतिमा फाइदा पुगोस् भन्ने नै हाम्रो मुख्य चाहना हो। र त्यसमा हाम्रो स्वाभाविकै रूपले हामीले 10 करोड भन्दा माथि भनिसकेपछि साना मझौला सानाहरू यहाँ आकर्षित हुँदैनन् भन्ने स्थिति देखिन्छ। र यो सम्मेलनमा हाम्रो मुख्य काम चाहिँ भोलिको दिन उद्घाटन हुनेछ र एउटा मुख्य विषयमा छलफल हुनेछ। त्यो मुख्य विषय चाहिँ हाम्रो कोशी प्रदेशको सम्भावनाहरू के छन्, तीनटा सरकारले तिनै किसिमका सरकारले यसमा कसरी समन्वय गर्न सक्छ र यो सम्भावनालाई अगाडि बढाउन हामी के गर्छौं भन्ने विषयमा पहिलो छलफल हुनेछ। दोस्रो दिनमा जम्मा 4वटा सेसनहरू राखिएका छन् छलफलका र त्यो 4वटा विषयमा केन्द्रका मन्त्रीहरू, विषय विशेषज्ञहरू र हाम्रै वरिपरि रहेका इच्छुक साथीहरू सहभागी र विशेषज्ञहरूको सहभागितामा 4वटा सेसनगत छलफल हुनेछन् र त्यसले हाम्रो विभिन्न रहेको समस्या र त्यसको समाधानको विषयमा उचित निचोडतिर पुग्न सघाउ पुर्याउनेछ भन्ने हाम्रो चाहिँ उद्देश्य रहेको छ। हामीले 71वटै जति यहाँ नाम राखिसकियो त्यसको सोकेसहरू राख्नेछौँ र कतिपय सोकेसहरूमा राखिएका सोकेसहरू पहिलेदेखि छलफल भएका विषय हुनेछन् र त्यसमा एमओयू लगायतको सुरुवातका कामहरू भोलि नै पर्सि नै सम्पन्न हुनेछन् र हामीले जति एमओयू हुन्छ त्यसलाई चाहिँ हामीले बाटो लागेको अवस्थामा अथवा कार्यक्रम अगाडि बढेको अवस्थामा परियोजनाहरू अब उचित ठहरिएछन् भन्ने अवस्थामा बुझ्नेछन् र त्यसलाई अलिसियो साहबले भनिहाल्नुभयो यो 2 दर्जनको हाराहारीमा अथवा त्योभन्दा बढी हुन सक्छ भन्ने परिस्थिति छ। अब लगानीकर्ताहरू हाम्रो देशका आउँछन्, बाहिरका आउँछन्, विभिन्न सम्भावनाहरू हेरेर आउँछन्। कहिलेकाहीँ यसमा राखिएका चिजहरू बिग्रिन लागेका, भत्किन लागेका पनि किन राखेको भन्ने प्रश्न छ र त्यसलाई नयाँ कसैले मोडेलमा लान चाह्यो भने किन नराख्ने कुरा राख्न जरुरी पर्छ। भइरहेको चिज भत्किएरै जाओस् भन्ने भन्दा पनि नयाँ मोडेलमा कसैले लान चाहन्छ र लगानी गर्न चाहन्छ भने हामीले त्यसलाई आकर्षित गर्ने हो। र यसमा सबै 8 प्रकारका विषयहरू छँदैछन्। हामीले अघि पनि भन्यौँ, पर्यटन छ, कृषि छ, उद्योगका सम्भावनाहरू छन्, खानीजन्य चिजहरू छन्, वनसँग सम्बन्धित चिजहरू छन्। यो सबैलाई सेवा व्यवसाय, आइटी लगायतका विभिन्न क्षेत्र हेर्दाखेरि 8वटा क्षेत्र छन् र यो 8वटा क्षेत्रमा विभिन्न हिसाबले कुनै न कुनै लगानीकर्ताले प्रस्ताव गर्नुभएकै कारणले हामीले राखेका छौँ। आइटीमा अलिक थोरै छ, 2टा जति मात्रै होला। सबैभन्दा धेरै पर्यटन करिब 15वटा जति छ। त्यस पछाडि कृषिमा छ, अरू विभिन्न क्षेत्रमा पनि छन् र मूल रूपले यहाँ चाहिँ लगानी गर्न चाहने साथीहरूको इन्ट्रेस्टका परियोजनाहरू नै बढी छन्। सरकारी अघि नै भनियो एउटा मात्रै हो र त्यसलाई पनि हामीले पीपीपी मोडेलमा लाने हिसाबले नै अगाडि बढाएका छौँ। अब ठुला लगानीकर्ताहरू स्वदेश या विदेशबाट आउन सक्छन् अनि साना र मझौलाहरू कहाँ हराउँछन् र समाजवाद कहाँ पुग्छ भन्ने एउटा गम्भीर प्रश्न गर्नुभएको छ। अब यो लगानी सम्मेलन गरे पनि नगरे पनि सरकार रहन्छ, सरकारले यस्तो परियोजनाहरू अगाडि बढाउँछ। यसमा हामीले साना तथा मझौला उद्यमीहरूलाई लक्षित गरिकन उद्योग परियोजना र कृषि ऋणमा ब्याज अनुदान भन्ने 2टा कार्यक्रमहरू राखि नै सकेका छौँ। उद्योग परियोजना प्रभावकारी ढङ्गले यो वर्षबाट अगाडि बढ्छ। गएको वर्ष नै हामीले बजेटमा राखिकन